जाल बुढ़िया साला मछली तपाईँको के भन्छ अरे त्यसले निदान चाहिँ तातै हुन्छ पानी पनि तातै छ फेरि पानी दिएर फेरि तताउनु पर्यो नि झोल बल्दा नि खान्छ अब हुन्छ नि त्यति नै हुन्छ यिनीहरूले नखाएछ बिचमा खुल्दैछ हाम्रो स्टाफहरू राम्रो छ यताउता धेरै नबोल्नु चुप लागेर आफ्नो भिडियो बनाउनु वटा 1.5 केजी सम्म यसमा बान्दिनु र ल चल चल जाल पर्छ सिलिगुडी जलकबर माछ थर्की जाल सर सोतेर पक्रेर उतै जाम पक्रेर त्यो सबै अब तर के लइएको राख्दा पहिला पहाड कल तब निक्लो त पहिला हफाम राख्न म जोको हफाला पिया होता अंतिम तो ये अनुसार चल भाग और खोल नहीं छोड़ दे वो नहीं रहता मार पखा कर भागे बजाना पक्का यसमा पनि बिगेट राम्रै भएको रहेछ यसमा पनि ल राख्ने खानालाई नखाने आज सोमबार हो भोलि कुखुरा ल्याएर खाने कता तलतिर ए साँच्चै भगाइदियो अनि फेरि बाजेले तलतिर भन्छ अघितिर राखिदिनु भएर छ भनेको म त थाहा छैन त्यो धानी ल्याएको खासै बढेको होइन तर ठिकै हो होइन एक दिन यो गर्नुपर्छ यो उताबाट इस्कुसको जाल ल्याएर निकाल्नु 1 किलो पुग्दैन थियो अरू छ ल्याउनु बाल्टिङ ल्याउनु बाजे यो इनर्जी बढ्ने खालको कमान हैन यो सब उस्तै हो